कहाँ ठोकेको छ कहाँ कहाँ के भएको छ यहाँ बिग्रेछ त्यो भित्र कहाँबाट देख्छ सबै छोपिस्या छ कसलाई थर्काको के भनेको त्यो कसलाई थर्काको त नि 5 घण्टा भइसक्यो केही भएको छैन समयको भ्यालु छैन तपाईं पनि त्यस्तै हो मै हल्ला गरिरहेको छु ल्याएर ले ठोक्दिन्छ भने चाहिँ इन्सपेक्टरले अनि किन हेपेको नगराउन न मैले ए आलास लाइसेन्स बनाएको तिमीलाई हैन मैले मिस्त्री विश्वास कसरी लाग्छ भने त यहाँनिर नडाल्नु भा कस्तो त्यहाँ अघि कति मोबिल हाल्थ्यो भने मोबिल छैन मसँग केरोल छैन त मोबिल हाल्छ नि मागेर लिएर आउँदैछ कस्तो हामीले मागेको कुरा हो मोबिल नयाँ ल्याउनु त नयाँ मोबिल हुँदैन रे मोबिल नहालेर भयो भएलो जोड दियो जोड चुप लाएर जोड्नु तपाईहरु नगर्नु त्यो भित्र हाल्नु पर्यो सामान सामान हाल्नु त्यहाँ भित्र साबर कति बाङ्गे खादा यहाँ तपाईले ठोकेर खोइ काई पनि बाङ्गिएको छैन खोइ मैले त देखेको छैन हेर स्टार पनि हुँदैन है कहाँ बाङ्गिएको छ लो हेर लो लो कहाँनिर कोतारे छ लो हेर लो इच्छा ढुले यसले गर्दा हो कहाँनिर कोतारे छ तिम्रो छ नि कस्तो हेपेको छ है भाइ तपाईले त तिमीलाई थाहा छ भयो ल भइलो जोड दे पुरुक जोड दे गेरोल हाल्नु भयो है त्यहाँ गेरोल चाहिँ लो यहाँ जोडेको छैन यहाँ उयो जोड बाबु पहिला ए त्यो कालो काम गरेको पनि मान्छेले झन् कामै गर्न दिँदैन भने अहिले त्यतिकै राखिदिन्छु मैले भित्र हालेर राख्नु त्यतिकै राम्रो राम्रो के हामीले के गर्ने त अब बिग्रेपछि अब भोलि बनाउला राखिदिन्छु अब तपाईहरुले बनाउला भोलि हुँदैन हो लिएर जान्छु अब भइहाल्यो त जोड दिनु त अनि चुप लाएर बस्नु नि त अनि अलिकति लिएर जान्छु भने त लाने अनि किन त म भित्र हालेर राखिदिन्छु मैले बनाएर दिन्छु चुकाएर बस्ने भएन अब ल ल हाल हाल अनि त्यस्तै गरेर यहाँ त त्यहाँ खोलेर हेर्नु कति त्यहाँ कुच्या भन्ने थाहा हुन्छ के अलि अलि त कोतारी हाल्छु नि काम गर्दा घरको राम मात्रै हो कि तपाईँले यहाँ त ठोकेर हाल्नु भएन यहाँ भित्र तपाईँले कति ठोक्नु भएको छ हामीलाई थाहा छैन र ए बाबु काम गर्नु दिएन कति कराइरहेको ठोक्नु पर्यो नि त केले ठोक्नु पर्दैन त्यो मिलाउनु परेन ठोक्ने भन्दाखेरि के यसरी ड्याङ ड्याङ ठोक्ने हो क्या हो फेरि अचम्मै ल ल बाबु मिला ल फिट गरेर चलाउनु न त फिट गरेर फिट गरेर चलाउँछु भएन चलाउनु कि चलाउनु भयो छोड्दै बनाउनु लागोस् हामीले बनाएको चित्त बुझ्दैन हामीलाई ज्याला पनि चाहिँदैन मेरो बेरीको पैसा पनि चाहिँदैन जाऊ पैसा नदेऊ तिमीले मलाई एकसुको पैसा दिनुपर्छ तिमीहरूले यस्तो गरे मलाई लास्टै लास्टै गऱ्यो हामी पैसामा मरेको छैन के अरे गरेर पनि जस नपाउनु जस पाउने काम गर्नु पाउने काम होइन यो एउटा बुझिराख तिम्रो किन हैन यो हामीलाई जस्तो अर्को ठाउँमा गर न थाहा होला ए आन्टी हामी कहिले नचला हामी यहाँ मात्रै घुमिरहेको मान्छे हो र हामी यहाँ मात्रै गर्ने हैन कहाँ सक खोलिरहनु भयो गेरवेल चाहिँ नहालिकन हुँदैन है तपाईले सबै खाइसक्छ मोबिलले हुँदैन गेरवेल नै हाल्नु पर्छ हेटौँडो गएर किनेर ल्याउनु जानु गेरवाल हेटौँडो गएर किनेर ल्याउनु म हालिदिन्छु तपाईले हाल्नु यस्तो हो र ए मसँग यसो छैन आन्टी त तपाईँको उसँग हुनुपर्छ होइन मसँग छैन नि त बाबु बुझ न गेरोल त छैन भने ओइल हाल्छ के ओइल हाल्दा पनि हुन्छ के कस्तो हामीले गेर र इङ्ग्लिस हाल्ने कुरो नगर यो बनाइदिनु ल ल बाबु ल यहाँ धेरै नगरौ बाबु मलाई धेरै मलाई पैसाको मलाई उ छैन तिम्रो पैसा म लिँदैन हामीले नदिनु भने होइन नि त म चाहेन तिमीहरूले मलाई साह्रै रुवायो ल भयो तिम्रो बनाइदिएको छु है भयो बाबु हेर हामीले गरेकै राम्रो हुन्छ कि अर्काको चित्त दुखाउनु हुँदैन पठाइदियो बिगारे तिम्रो काममा मैले सब फुटाले बिगारेको छ त्यस तिम्रो कति खर्च हुन्छ मलाई पैसा चाहिएन तिम्रो चाहेन पैसा चाहेन कि चाहेन हामीले अस्ति चारै बनाउनै नदिने अब ठोकेको रे के अरे नठोकी त बन्दै बन्दैन के हो ठोक्ने मिस्त्रीको काम नि ठोक्ने काम हो नठोक्ने काम के काम गर्ने हो हामीले रात दिन करायो पुलिस ल्याएको किन ल्याएको पुलिस फेरि के दिमाग छैन पुलिस ल्याउनु अब छ अनि हामीले के भनेको थियो यहाँ नबने हामी यहाँ लगेर बनाउँछु भन्दाखेरि पनि हुँदैन ल तपाईँहरू चुप लाग्नु हामीले नराम्रो भनेको थियो भन्नु तपाईँ आफै भन्नु दाइ कस्तो ल मेरो बच्चाले जति बनाए तपाईँहरू धेरै न्यून खोज्नु यहाँ मलाई हामी कति मान्छे बेइज्जत गर्ने त्यो आफू यस्तो कहिले पनि देख्दैन के मैले त्यो आफू यस्तो देखाएर आफूले राम्रो गर्यो बेइज्जत हो बेइज्जत साह्रै कराइ गर्नु ए हामी पनि ठाउँमा परेको छ हामीले पनि मिस्त्री पहिला हामी गाउँलाई त्यस्तो कुरा चुप लाएर बना छोड्दिनु भयो हुँदैन ऊ पनि बनाउनै नदिनु ल अब के बिग्रेको छ अरे त्यहाँ घिस्रेको छ मलाई अरे अब सुन जस्तै रहेछ यो त अरू भन्दा पनि पुलिस हाम्रो आयो लागि त सुन भन्दा धेरै हिरा भन्दा पनि ल ल काहीँ पनि घिसारेको छैन तपाईँको हेर्नु त्यहाँ हिस्ट्री सामान बिग्रियो कति लाखको स्कुटी होला भन्नु त भएन भयो उतापट्टि कर छोडो
जति लाखको हाम्रो 10,000 को पनि सम्पत्ति हो के भाइ कति लाखको मैले कसरी बनाएर हामीलाई त्यो लाखको पठाएको मतलब होइन लाखको होइन के हाम्रो 10 रुपैयाँ होइन हाम्रो सम्पत्ति हो कि हामीलाई माया लाग्छ के माया लाग्छ ल भयो अब तपाईँको सँग पैसा माया लाग्छ तपाईँको भयो अब नगराउनु तपाईँ ल बनाउने मान्छेलाई बनाउनु दिनु यहाँ हामीले बनाएको चित्त बुझ्दैन भने अर्को ठाउँमा लगेर बनाऊ पनि भनेको है मैले बनाएको तपाईँको जस्तो छ त्यस्तै बनाएर पठाइदिन्छु जस्तो छ त्यस्तो त्यस भयो गियर ओइल पनि जति छ त्यति हालेर बनाउनु भइहाल्छ नि त अब खोल्दा दाइ गियर लास्टै कम छ त्यो त्यो ठोकेको सबै राम्रै हुनु पर्यो कस्तो ठोकेको तिमी आयो भन त त्यो ठोकेको सबै राम्रो हुनु पर्यो भइहाल्छ जस्तो पहिला त्यो नठोक्दा जस्तो थियो त्यस्तै हुनु पर्यो कहाँ ठोकेको छ कहाँ के भएको छ यहाँ बिग्रेछ थिएन त्यो भित्र अहिले कहाँबाट देख्छ सबै छोपिसकेको छ कति न्यु खोज्यो कि यो बच्चाहरूले के हो र देखेकै छैन हो र हामीले त देखेकै छैन भइहाल्छ नि त दुख गरेर हामीले पनि देखाएको छ त हो त अब के चाहियो त भइहाल्यो नि त अब तिमीहरूलाई ज्याला ओ भाइ तपाईँ उठेर जानु त उठेर उता जानु म बनाएर यस्तो गर्नु दाइ यो टायर फिट गरिदिनु कति कराउनु सक्यो कि मान्छेको दिमाग कति चढ्नु सक्यो मैले त कोही पनि देखेन यस्तो ग्राहक त कति आउँछ मेरो ग्राहक खोइ त त्यस्तो भन्दैन कुरा सुनेर आइसक्यो भइहाल्यो नि त मेरो बारेमा नराम्रै भन्नु तपाईँहरूले नराम्रो भने मलाई सबै हैन बिहार गर्नु आन्टी उता गएर तपाईँ उता बस्नु कि किन कराएको म टच देखाइदिन्छु तपाईँ जानु ल यहाँ टल देखाइदिए भाइ समय कराएको लोक यता पनि बनाउनु दिँदैन मान्छेले फेरि बनाएर फेरि बनाउनै नदिने के भएको त त्यो होइन मान्छेले बनाउनै दिँदैन भने यहाँ किन ठोकेको र यहाँ के गरेको रे दाइहरु फिट गरेर पठाइन्छ अरे के तपाईँ बस्नु कि तपाईँ उता बस्नु काले फिट तपाईँ त्यहाँ गएर बस्नु मैले पुलिस दाइलाई भन्छु मैले यहाँ केही पनि बनाउनु दिँदैन यिनीहरूले मलाई न्यु खोज्यो गरे भनिदिन्छु मैले बस्नु के तपाईँ चुलाएर काकाले बनाएर पठाइदियो होइन बनाएर म पठाइदिन्छु म त माथि गएर खोल्छु नि त उसको होइन त्यो भने मैले के भन्नु तपाईँ आफ्नो काम पुलिसले पनि त्यही भनेको छ कि बनाइदिउ जस्तो छ त्यस्तै बनाइदिउ पठाइदिउ भनेको छ कि अनि उहाँहरू चाहिँ कराएको कहाँ बिग्रेर कहाँ फुटेर यस्तो त यहाँ भएको चिजहरू गियर ओइल हेर्नु त कति कम हाले तपाईँले भयो कि जोड्नु नि त। मिस्त्री काम गियर ओइल छैन भने ऊ पनि हाल्छ कि मोबिल पनि हाल्न सकिन्छ कि त्यही त मोबिल केही छैन कि त फिट तपाईँले भने नि जस्तो थियो त्यस्तो बनाएर गियर ओइल नै चाहियो कि हामीलाई मोबिल चाहिएन लिएर आउनु त किनेर कहाँबाट हाल्नु पर्यो तपाईँले हाम्रो ग्राहकले त किनेर आन्टी तपाईँ उता गएर बस्नु तपाईँ जानु त नगराउने किनेर लिएर आऊ जाऊ हाम्रो अर्को आउने ग्राहकहरूले किनेर ल्याउँछ भइसक्यो फिट गरेर लाने छोडिदिनु कि कराइरहेको धेरै नगराउनु भइसक्यो बस्नु कि के गराउने यहाँ यिनीहरूले हेर्न कामै गर्नु नदिएको देखेन बोल्दैन अरे के बनाएर पठाइन्छ अरे भएन अब मान्छेले सातो कमाउनु पनि दिँदैन त्यतिकै ल्याइदियो भने पनि मान्दैन अनि कति न्यु खोजेको त हेपेको होइन तपाईँ जानु न अनि किन हेपेको नगराउनु न के हेप्यो त अनि यो बहिनीले अनि सक्यो त अब यत्रो टाइम त पर्खिसक्यो हो क्या उहाँ अब यति मैले फिट गरिदिन्छु तिमीले कस्तो बसिरहेको फिट गर्न ल टायर गर्नु के टाइम मात्र भ्यायो यहाँभित्र के के हाल्यो हेऱ्यो यहाँ भित्र कसरी हाल्यो मैले हेरेँ हाल्ने ठकै लागेपछि मान्छेले है काम गरेर थकेर लगाइहाल्छ न आन्टी होइन अनि त तिमीहरूले त कामै गर्नु दिँदैन त ल, अब जानु। हजुरहरूले त कामै यस्तो गर्नु ल। मान्छेले नडै कस्न नदिने कस्तो त त्यो जाऊ नट पनि कस्नु नदिने के कराछ यता के भयो अरे यता ठोक्यो अरे यता बिग्रियो अरे छोडिदिनु उहाँ कति गरेर यार बोलेर यत्रो मान्छे तपाईँको छोरालाई तपाईँले रिसिभ गर्नु भइरहेको कि अघिदेखि ए गरेको छैन मैले त राम्रो बना छोरो भनिरहेको थाहा छैन तपाईँले अघि नै सुरुदेखि नै भन्नु मलाई आउँदैन किन चलाइरहेको हो नि त चलाउँदा चुप लाएर उता बसिरहन्छ सलिने बनाइरहन्छ ट्याक्क बन्छ जान्छ हेर्दै हुँदैन त अनि अनि यहाँ त आज 6-7 जनाले कराएको हामी त अरू ठाउँमा नि यसरी हेर्छौँ न यहाँ पनि यसरी कति घन्टा कुरा हो तपाईँ आयो भन्नु न यस्तै साह्रो कराएको जस्तो के बिग्रिँदो रहेछ धेरै जस्तो मैले विचार गरेछु तपाईँको छोरालाई गर्नु दिनु कि चुप लाएर हो अहिले थाहा पाउनु भयो तपाईँले मैले चुप लाएर काम गर्दैन बस्दैन अघिदेखि अब मान्छेले गेडी हाले पनि यहाँ एउटा हाले छैन रे भनेर शङ्का गर्ने अब हाले अनि त्यस्तो शङ्का गर्नुहुन्छ अब गेडी हाले पनि एउटा गेडी हाले छैन रे अब भयो खोइ 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 हेर्नु पर्यो रे अब भयो तपाईँ चुलाएर बस्नु के बन्छ कि तपाईँ पूजा गरेर बस्नु कि काकाले पनि फिट भएन अब म त यहीँ बस्ने हो यहाँ भाइहरूले कामै गर्नु दिँदैन अब त्यहाँ बोल्या खान्छ दाइहरू अनि लु अब यहाँ यतिकै हल्लेर आऊ पठाइदिए यस्तो त छैन ल ए नगराउने यार होइन त अनि तपाईँ मम्मीले के भन्नुहुन्छ अब ऊ हल्लेर आएको बेइज्जत गरेर यति मान्छे यसरी बटुलेर पुलिस बटुलेर के हुन्छ र यार? मान्छेलाई एउटा मैले के भने अवस्था त्यस्तो छ नि त भाइ न मैले सुन मलाई मेरो विश्वास लागेको छ बनाएको तिमीलाई होइन म
मैले मिस्त्री विश्वास कसरी लाग्छ भने त यहाँनिर नढाल्नु भा कहाँनिर नढाले खाने भन्नु यहाँनिर त्यहाँभित्र खोलेर देखाउनु त के कसरी हालेछ म हेरौँ तिमी हेरे अझै त्यहाँ सामान पुगेको जस्तो लागिरहेको छ त्यहाँ यो खोलेर देखाउनु यहाँ भइहाल्छ नि यहाँ त्यहाँ नहालेको सामान सामान त खप्ला खोल्नु जहाँ नै हालिहाल्छ 10 तोडी खोल्ने 10 तोडी हाल्ने यो नट बिगार्ने तिमी हेर्नु त्यहाँ के हाल्यो नट बिगार्ने घातै काम पुरा नगर के छ के छ दिक्क लागेछ कि आज त यिनीहरूले मलाई रुवाएको छ है खेउ जान्दा म यता खै सामान यो नट के को भन्नु ल अहिले म बन्द गर्दिन्छु खोलेर बन्द हुन्छ कि हुँदैन त थाहा पाइहाल्छ नि ल उ यहाँ नट ल बन्द हुन्छ हुँदैन रे कसको मेरो वर्कसप बन्द हुने रे अनि के बन्द हुने अनि यो नट कहाँ गयो आन्टी म हालिदिन्छु कि म हालिदिन्छु ए तपाईँ जस्तो कोही पनि आएन यहाँ ग्राहक तपाईँ त अचम्म ग्राहक हो भने नि त्यही अरू सबैले त्यसरी बिगाएर पठाएर हुन्छ त एक तिम्रो मैले के बिगारेछ भन गर्नु चलाउनु के तपाईँ तपाईँ बनाएर चलाउनु भनेर अनि मैले भनिरहेको छु त के कति के गरेर तपाईँ सर र नट घुमाउनु त्यहाँ बनाउनु चलाएर के भएको देख्छ होइन टाक टुक टुक टाक टाक टुक उ यहाँ छ के अरे एउटा नट बाबु ल बनेन भनी छोड्देऊ ल यहाँ भएन भने तिमी जहाँ गएर बनाऊ मैले त्यो कुरै हुँदैन दाइ त्यो त भनेको त मिस्त्री आउँदैन नि अनि तपाईँले विश्वासै गर्दैन मान्छे कसरी आउँछ त अनि यहाँ एउटा रहेछ बाबु यहाँ हाल्यो एउटा कति रुवाको हैरान पार्दा हो तपाईँलाई रोनै पर्दैन तपाईँ छोराले गरेर तपाईँ किन गराउनु पर्छ त कहाँ गयो त्यो सबै आन्टीले लुगाले पुस्नु यहाँ हेर्नु यहाँ ओइ ल कस्नु के कस्नु गरौँ है ओइल हालिदिन्छ उ त्यो होइन मैले हाल्नु हुन्छ इन्जिन ओइलै हाल्नु हुन्छ भने गियर ओइलमा कस्तो कुरा छ भने यार के भनेको कसलाई थर्काएको के भनेको त्यो कसलाई थर्काएको त अनि कसले थर्कायो थर्काएको छ त के हो भनेको थर्कायो रे कसले थर्कायो तपाईँ चुला बस्ने अनि नगराउनु म त देखा त उता गएर अघिदेखि छोराले बस्नु भन्नु कि तपाईँ चाहिँ किन थर्काइरहेको त हामीलाई अनि के सिधै आयो हैन चुलाएर बस्नु कसले के गरे त ठुलो मान्छे छ हो डन म त डलाइसक्यो के भइसक्यो डलाइसक्यो अब के गर्नु भनेर आउँदै नआउने भए नगर्ने हो कि बरु मिस्त्री राख्नु ज्यालाई दिनु ए बाबु गियर ओइल पनि हाले छैन कि सब पोखाएको छ सबै पुगिसक्यो अब लिएर उता जाने के गर्ने अलि बन्द भयो भने कहाँ जाने अनि को पनि चाहिँ त्यो गर्दा नि हुन्छ एकजना यहीँ बसिरह है यो सटर बन्द गर्छ कि गर्दैन हाम्रो नौ होइन थाहा पाउँछ गर्छ गर्दैन थाहा पाइसक्यो कि मैले गर्दैन भाइ गर्दैन मैले भनिदिएँ त गर्दैन केही पनि गर्दिनँ बस्नु है एकजना है मैले यो बाइक यहीँ राख है त्यति एकजना बसिरह हाम्रो ब्याग नि हुन्छ यहाँ बस्नु एकजना यहीँ बस्छ त्यतिकै बनाइदिइरहेको ख्याल हो र सिक्ने हो र अर्काको बाइकमा सिकेर हुन्छ स्कुटीमा सिकेर हुन्छ अर्का बाइक नभएर कहीँ सिक्छ त ए भगवान् पुरा आफ्नो बाइक खोलेर सिक्नु न कस्तो कुरा आएको छ नि यार रिसिडिङ कुरा गरेर अघि थिएँ कि हाम्रो स्कुलमा अहिले के कराएर त उयो माथि चेक गर्न जाने तैँले काम गरेको चित्त बुझेको त्यहाँ पनि यो बनाउँदैन नि हामीले कस्तो बनाउँदैन सोधेर आइसक्यो हो उनीहरू इन्जिन खोल्छ कस्तो बनाउँदैन र ऊ आफैले भनेको होइन विशालले लिएर आउँदा मसँग भनेको छ कि छैन भनेर म त्यही गएर भनिदिन्छु मैले बनाऊ ल भयो नबना भनेको छैन त्यहीँ लानु तपाईँहरू बिगारिदिएको छैन के गरिदिएको छैन लग बनाऊ भनिरहेको छु भाइ त्यस्तो मैले के भनेको छु अनि अघि नै लान्छु भन्दा चाहिँ किन लानु नदिनु भयो यस्तो हो कि मैले त्यो मान्छेलाई मिस्त्रीलाई यहीँ म पैसा दिन्छु लगनी गर यहीँ गर उनीहरू ए कति कुर गर यहाँ कस ल भयो के हो तालमा तुलकुर गरेर उनीहरू मान्ने चाहिँ हाम्रो प्रब्लम होइन नि त तपाईँहरूले कारणले गर्दाखेरि हुन्छ नमान्नुको त होइन नि त मैले त बोलाइदिएको थियो पैसा पनि दिन्छु भनेको किन आएन तपाईँहरू यहाँबाट त्यहाँ लगाउन नदिनु त्यहाँबाट यहाँ माथि नलाउनु चुलाएर बस्छ है कोही पनि चुलाएर बस्छ त्यहाँ एउटा नर्टी सबै हालिदिन्छु यो कहाँको त अनि त्यो वासर अनि त्यो वासर हाल्नु पऱ्यो नि त कहाँको हाल्नु न त्यो त अरू बाइकको पनि छ होइन यहाँ केही पनि थिएन केही पनि थिएन यहाँ ए त्यो पनि हालिदिन्छु कि हाल्नु नि त कहाँको हो ल ल आज चाहिँ सलिनलाई खुब उग्ने आज त्यही भएर तँ एकदम धर्काइदियो त यो पनि एउटा चुनाउ थियो काम गर्दा आउँछ तर होइन तर ऊ हुनु पऱ्यो नि त ग्राहकलाई चित्त बुझ्नु पऱ्यो कि जे कुरा नि तपाईँको पसलमा चिया खाएर गएको जस्तो हो र नमिठो भएर ठिकै छ गइदिउँ त भने जस्तो हो यो त चढ्ने चिज हो नि त चढ्ने चिज हो तपाईँ अघि नै राम्रो कुरा बोलिरहेको छु कि अझै गर्छ के भन्ला अझै पखाइ नचुहोस् क्या के हो रे। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162
त्यो त्यहाँको हो ऊ त्यो के अरे माथि ब्रेकमा हाले चाहिँ हाल्नु नमिल्ने यो ब्रेकमा हाले चाहिँ त्यो ब्रेक ओइल त्यस्तो भएन नि त हामीले ब्रेक हाल्दा चाहिँ गियर ओइल हो क्या गियर ओइल यो गियर हो गियर ओइल हामीसँग छैन है लिन्छु न मैले देखिरहेको छु मैले कहाँ के भयो डबल स्टन रहा छोडेको चुरा बस्छ पठाइदे बाउ तैँले जानेको छैन रे पठाइदे तपाईँले यहाँको एउटा नटै हाल्नु भएन अनि यहाँ यो नट कहाँको भन्नु नि त यो नट कहाँको भन्नु ल अहिले पख न राखेर हुन्छ त्यो कति उचाइ राख भन्नु त पख न एकछिन चलाएर हेरौँ अनि त्यसो एउटा नट ल चलाउनु न चलाउनु त्यो एउटा नट पनि ल्याउनु भयो के बिजेट गर्नु सर केही पनि भएको छैन 5 घण्टा भइसक्यो केही भएको छैन समयको भ्यालु छैन त्यही त सुन्नु त अनि हामीले बनाएको चाहिँ भ्यालु छैन तपाईको कुरा पनि बुझे तर मैले ठाउँमा तपाईँ कति ए हल्ला नगर लु गए पठाइ होइन बनाउनु सकेन भने मेरो कुरा हाम्रो मिस्त्री तपाईको गाडीको ए कति हल्ला तपाईँ गरेको पनि त्यस्तै हो मै हल्ला गरिरहेको छु हल्ला गरिरहेछ तपाईँ हल्ला गरेर म इन्सपेक्टर बन्छ ल्याएर ले फुटिन्छ भने चाहिँ इन्सपेक्टरले हो र कस्तो कुरा गर्नु मलाई किन पठाएको मलाई यहाँ के छ कसो हेरेर मैले ल्याएर नट सकेन सर लानु जति बिगारेको थियो उसले बनाइदिनु पर्यो केही पनि बिग्रेको छैन भनिरहेको छ त म के गर्ने मैले देखेन आज थोरै आएको त्यही त ल जा उति विशाल घरमा जा विशालले के बिग्रेको रहेछ देखाउँदो रहेछ तँ पनि जा म जान्छु त्यहाँ लु लिन्छु ल केही पनि बिगारेको छैन कि यहाँ मैले देखिसकेँ अनि उहाँ बिगारेको उहाँरै मिस्त्री बनाइरहेको छ उहाँरै मिस्त्री बनाइरहेको छ यहाँ खराब बनाइरहेको छ हामीले के मतलब त्यही त तर हामीले जे भन्छ हाकिम त्यही गर्ने त भन्नु त्यही तपाईँ चाहिँ किन आउनु भएको कसले बोलाएको बोलाएन उहाँले उहाँ गएर प्लान गर्नुभएको गाडी पनि झन् बिगारेर बनाउनु सक्छ छैन बुझ्नु अधिकार पनि छ थुम्नु पनि नआउनु र अनि के रहेछ बुझ्नुस् भनेर हामीलाई पठाउनु भयो ल त्यही भएर आएको हामी धन्यवाद सरहरूको बुझ्ने अधिकार छ नि त भने कराउनु पाएन नि त होइन आउनु परेन त्यही त हाम्रो कामले कम्प्लेन ओ बाबु यो हामीले बनाउनु सकेन पठाइदियो पहिला स्टार्ट हुन्छ कि हुँदैन पोखराबाट आएको हामी हामी यहाँनिर टायरको प्रब्लमले मात्रै बसेको एउटा बियरिङ फेर्न लगाउनु भएकोलाई 6 घन्टा भइसक्यो एउटा बियरिङ फेर्न 6 घन्टा तपाईँहरू आफै भन्नु न नजाने मान्छेले तपाईँले उहाँ लगेर कहाँ हुन्छ होइन बनाउनु अनि तपाईँ आफै हिँड्नु के बडो मैले मिस्त्री ल्याउँछु भनेको हुँदैन रे उहाँ सरहरूले उहाँ ल्याइदिनु सरले पहिले भन्यो यस्तो त भन्नु भएको पैसा भन्नु भएको यहाँको नटै हाले नि हेर इन्सु लगाएर छोटो अब तपाईँले सबै कुरा ज्ञान हुन्छ दा यो कहाँको भन्नु न यो कहाँको त्यो पनि किलाहरू छ कि पख न एकछिन सबै हालेको छैन कि मैले होइन यो कहाँको भन्नु न यो हाल्नु मिस्त्री ल्याएर बनाइदिन्छु भन्दा उहाँलाई हुँदैन रे आजै जानु उहाँले मान्नु भएको छ सबै कुराको ज्ञान हुन्छ भने छैन होइन उहाँले अर्कोमा सब पठाइदिनुहोस् उसले बनाउनु अनि मैले पठाउँछु भनेको उहाँले के बनाउनु अब पढाउँछु भन्नुभयो अघि भन्नु ल अघि भन्नु यही बनाउँछु भनेको छैन हामीले त लाने भनेको यस्तो भनिरहेको थियो उहाँले मान्नु भएको छैन तपाईँ गाडी बनाउने मान्छे हामीलाई थाहा छ बनाइराख्नु भएको बनाइरहेको हुन्छ कतिजना यो बनेन भने ठिक छ उहाँसम्म लिएर देखाइदिनु के भएर उसले हेरिदिन्छ नि तपाईँ लिएर पुऱ्याइदिनु तपाईँ पनि हिँड्नु त्यहीँ जाउँ हो कि उहाँले लिइदिनुहुन्छ आफै लिएर हो त्यही त लिइदिनु एकछिन यहाँनिर तपाईँ मैले के भने उनीहरूलाई लग भनेर लगाएर बनाऊ मैले तपाईँ हिँड्नु न भन्नै भएको छैन त्यहाँ लगेर बनाउनु भन्दा पर्दैन हुँदैन लैजा भनेको हामीले तपाईँहरूको अब कुरै फेर्नु न अब यस्तो हुन्छ फेरि एउटाले खोलेको कुराहरू अर्को गाडीले नजिककोले के अरे बनाउनु पनि मान्दैनन् मान्दैन हो त्यही भन्नु उहाँले के भन्नुभएको थियो नि त्यहाँको मान्छे यहाँ बोलाएर बनाउनु आफ्नो पसल छोडेर यहाँ आएर बनाउनु। यस्तो गर्नु हुँदैन नि उहाँको दाइले के भन्नुभएको थियो नि उही ल्याऊ भन्नुभएको थियो कि अनि पो हुन्छ त होइन सर हो त्यो गर्नु तर यिनीहरू त्यस्तो छैन तपाईँ चाहिँ त्यस्तो हुनुहुन्न क्या ल भइहाल्यो त मै नराम्रो भयो लैजाऊ लैजाऊ तिम्रो राम्रो ठाउँमा लग्यो हो त स्टार्ट गर्नु न खोइ त स्टार्टै भयो लैजाऊ अब तेरो त्यो आउँदा आउँदा स्टार अब पुरा भाले काटेको जस्तो कति आउँछ यस्तो त्यो दाइ नट त्यहाँको हो भन्नु त आफै
मैले यहाँबाट देखिरहेको चाहिँ कहाँनिर नट हाल्नुपर्छ भने त किन स्टार्ट नभएको त अनि अहिले मैले यहाँबाट देखिरहेको कि दाइ कहाँनिर नट कसरी के हाल्यो भनेर देखाएको छु कि मैले अनि तपाईँहरू पुरा अर्कै गरिदिनु यो उता लगेर हिँड्नु के बाटो पुरै सकेन दाइ छोडिदिनु के दाइ छोडिदिनु भन्नु न आन्टी भनिदिनु कि यो उता लिएर हिँड्नु ल लिएर हिँड्नु लिएर हिँड्नु लिएर हिँड्नु ल लिएर हिँड्नु यहाँनिर नटै हाल्यो होइन हेर न त्यहाँबाट गेयर ओइल नै छैन नत्र गेयर ओइल झर्दैन त्यहाँबाट अनि गेयर ओइल एउटै छैन ओइ त्यहाँको नि पुरै भिडियो के पुग्दैन के रहेछ सबै गर्नुपर्छ है हामीलाई हेर्दो रहेछ यो पनि हो कि यो पनि हो तपाईँहरू मिस्त्री रहेछ जान्नुहुन्छ नि त यो पनि हो अब हो भने लिएर जान्छ हो र ए त्यस्तो पो हो ल यहाँ हेर्नु न यहाँ यो यहाँनिर नटै हाल्नु भएको छैन कि गेयर ओइल छ नि सब झरेको गेयर ओइलै हाल्नु भएको छैन यहाँभित्र गेयर ओइल हुन्छ नि सर छैन अनि यहाँको नटै छैन हेर्नु न यहाँ गेयर ओइल चुइने नटै ल जाउँ हिँड्नु जाउँ त्यहाँ हिँड्नु नि त माथि ल्याऊ भन्यो माथि ल्याइदिनु नि त एकछिन लगिदिन्छ उनीहरूले के भन्यो भने पैसा मैले तिर्नु पर्यो जे खर्च भइदिनु भने त्यहाँ माथि यहाँको तिर्दैन त्यहाँको तिर्छौँ भनेको हामीले के बिगारेछ र तिर्छ किलोमिटर ल्याउ भन्नु त उता लिएर हिँड्नु न बस्नु नि तपाईँ अब मैले के गर्नु थियो बरा बस्नु न बनायो ल ल ल ल तपाईँ त्यहाँ बस्नुपर्छ यहाँबाट अहिले भन्देऊ न यो बिग्रेछ भन्नु उहाँले यस्तो भएको छ भन्नु उहाँले किन तपाईँ अन्तिम उसलाई पनि एक्सपिरियन्स हुन्छ यस्तो हो के तपाईले आफ्नो तरिकाले भनेर कसरी हुन्छ तपाईँले मेरो बाइक लिएर आइज आफ्नो तरिकाले होइन उहाँले हेरिदिनुहुन्छ नि एकछिन दाइ हेरिदिनु हेरिदिनु त यो एकैचोटि कहाँ भयो म त भयो दाइ तपाईँ त बस्नुपर्छ यहाँ बनाउनु जेलसम्म बस्नु नबनीसम्म कहाँ जानु यो जग्गा दाइ के भएको थियो नि होइन यहाँहरू बेरिङ हो यो हल्ली ढक भएको छैन भन्नु तपाईँ गाडीको के समस्या छ तपाईँलाई थाहा छ नि उहाँलाई भनिदिनुहोस् उहाँले त्यो बेरिङ खायो यो अहिले ढक छैन होइन अहिले हल्दा छैन त्यतिर हल्दा अहिले बन्यो अहिले बन्छ नि त स्टार्ट भइराखेन अहिले स्टार्ट भइराखेन अनि के भयो दाइ अनि यहाँ हेर्न यहाँको नट हाल्नु भएको छैन होइन यहाँको हो भनेको अनि यहाँभित्र ओइल पनि हाल्नु भएको छैन कि बन्स्यो भने त भइहाल्छ होइन बनाएको बनाइदिनु छैन यो त स्टार्टै भएन रे अहिले आएन होइन स्टार्ट गरेर पोखराबाट यहाँ स्टार्ट गर्छ के गडबड भयो हेरिदिनु छोडिदियोस् सम्झना चलाएर भाइ राम्रोसित बनाऊ है अनि तपाईँ बस्नु न दाइ बनाउनु जेलसम्म बस्नु त देखेर अब हेर्नु सबै सबै उहाँको तपाईँ खुला दाइ खोलिदिनु न यो ऊ छ नि त ब्रेक एकदम हालिसक्यो त्यही हो बेरिङ त हो नि जान्छ भइसक्यो जान्छ र ब्रेक जाम ब्रेक खास के बना तले के बेरिङ फेरि भन्दा यहाँको कि यो यसको दाइले यो बेरिङ किन्नु भएको यो अब यो यसको कि यही बेरिङ फेरि हो अझै बेरिङ फेरि छ हो। त 4 रुपैयाँ त्यो हाम्रो हो त्यो हाम्रो ढक भएको छ नि तपाईँ भन्नु न। मैले त हेलाइदिन्छु नि है 6004 हालेछ हैन यो बेरिङ हो बेरिङ त फेरिसकेको छ फेरिसक्यो अब त्यो अब मिलेन रे बिग्रे रे यहाँ टक 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 गरेर निकालेर रे ठोक्न पनि नसकेको त्यो अब गर्न अब तपाईँ किन अघि भन्दा स्टार्ट बेला बेलामा बन्द भइरहेको थियो आउँदा आउँदा अहिले सेलाइन कहाँबाट आउँदै बन्द भयो तपाईँ हाम्रो पछि होइन स्टार्ट प्रब्लम भइरहेको थियो नि त बन्द हुने कहाँबाट भइरहेको थियो भनेर हामी त्यहाँबाट आएर उकालो होइन स्टार रोकेर धपालिरहेको थियो होइन होइन बेला बेलामा त्यस्तो भएको भनेर सुनेको थिएँ कि मैले कसले बोलेको थिएँ तर कसले बोलेको ल सोचेर मैले गर्दा बिग्रियो होइन मैले भन्दैछु त अनि दाइ चुप्लाएर बस्न दाइले खोल्नुहुन्छ त्यहाँ के प्रब्लम छ विशाललाई धेरै कुरा नगर है बनाएको तपाईँ चुप्लाएर बस्नु न दाइ बनाउँदैछ भने ल
तपाईँ यहीँ बस्नु न ए बाबु ल घर जा कस्तो ल घर ओइ ल बस 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 के बिगारेर भैया देखाइदिनु मेरो छोराले सबै बिगारेर नट पनि बिगारेर सबै बिगारेर विशाल हेर है राम्ररी ए यहाँतिर के बिगारेर के बिगारे सबै हेर्छ यहाँ बस्तो त्यहाँ के बिग्रेर ल दाइ के बिग्रेछ म त्यो त भन्दा त्यो भित्र उता सब टायर खोलेको उता साइडको पुरै खोल्यो हो कि त्यो खोलेर हेर्नु अनि ढक पनि भएको छैन कि ढक भएको त हेर्दैन बाबु यो होइन फेर्नै पर्दैन कि ढकै भएको छैन कि ल भाइ ल म त्यो निकाल्दियो त्यो नयाँ मेरो मिलेन रे हेर बाबु अब शङ्का गरेकै उहाँहरूले के गर्ने मैले के गर्ने त्यो पुरै खोलेर हेर्दै बाइक त अब खोइ के स्टार्ट के खानु के खाँदै मोबिल चेक गर्नु त म अब त्यो खोलेर हेर न त्यहाँ त्यो चित्त के बिग्रे हेर है बाबु तर चाहिँ खोलेर हेर्नुपर्छ यति ठुलो भयो नि दाइले त्यो सेभ चाहिँ हुँदैन रहेछ के हाल्नुपर्ने हुन्छ सिम्पली स्टार हुँदो रहेछ अहिलेसम्म त अब भइरहेको यहाँ हेर्नु न यो टायर कस्तो गयो यहाँ हेर्नु यो ग्याप हेर्नु न कस्तो हुन्छ हो हो के यार यो ग्याप स्यापको कुरा होइन कि तिम्रो मोबिल लिक भएको छैन यो टायरको ग्याप भन ल हेर यो ग्याप यो खोलेर हेरिदिनुपर्छ त यो हुँदैन कि त बाबु यहाँ ठोकेर जम्मै के भएछ भङ परेछ बाबु यहाँ ओइ भङ परेछ अब के गर्नु तिम्रो हेर अघि पुरै फ्री थियो यो है अहिले त्यो हालेपछि ढक भएको चाहिँ गरिदिनु न ल फेर्नु पर्छ फेर्नु न हेरै बाबु भङसँग परेको छ भने अब हेर्नु अब छोड अब तिमी अब अन्त गएर बनाऊ होइन अब मेरो बेरिङ निकालेर जान्छु म पैसा दिइदिन्छु जान्दैन मैले भन्यो है लगिरहेको मैले त्यो बनाउनु भन्नुभयो यो तार हो नि यहाँ हाम्रै हो कि यहाँ राख न उसले गरेको उसैलाई मिलिजुली हुनुपर्छ छिमेकीमा भएपछि मिलिजुली हुनुपर्छ पर्दैन यो तार दिनु नि यहाँ राख्नु न चुप लाएर खोल्के दाइ के गर्नु तैँले के बिगारेर रहेछ दाइले भन्छ नि त दाइ हो नि त तेरो त दाइको साथी हो नि त ल काम गर्ने फोनकै त्यो फोनकै चाहन्छ एउटा गोब्रोवाला मैले बोकिल्याएको मेरो बेनीसँग सफलकै हुन्छ